दर्शकवृन्द फेरि पनि त्रिशुली नदीको बहाव बढेको भन्ने खबर प्राप्त भएको छ र यसपछि सुरक्षाकर्मीहरूले चाहिँ नागरिकहरूलाई सुरक्षित स्थानतर्फ जानु भनेर भनिसकेको अवस्था पनि छ र हेर्दा पनि त्रिशुली नदीमा पानीको बहाव अघिभन्दा तुलनात्मक रूपमा निकै माथि पुगेको बढेको हामीले पनि देख्न सक्छौँ र दर्शकवृन्द यो जुन भोटेकोशी नदीमा हिजो जसरी चाहिँ ठुलो बाढी आयो यो बाढी आइसकेपछि हजारौँ मान्छे अहिले पनि बेपत्ता छन् र यस्तो अवस्थामा अझै पनि सुरक्षा सतर्कता अपनाउन आवश्यक छ किनभने अझै केही ताल फुट्ने सम्भावना छ भन्ने सुनिन्छ र जोखिम कायमै रहेको हुनाले अहिले पानीको सतह केही माथि बढ्ने बित्तिकै सुरक्षाकर्मीहरूले यहाँ चाहिँ जुन आफ्ना आफन्तहरू उद्धारकर्मीहरू जो आएका थिए उनीहरूलाई चाहिँ सुरक्षित स्थानमा जानु भनेर चाहिँ भनेको हामीले अहिले देख्यौँ र दर्शकवृन्द प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पनि यहाँ चाहिँ सुरक्षा तैनाथी बढाउन बिहान निर्देशन दिनुभएको थियो उहाँ बिहान सडक मार्गबाटै यहाँ आउनु भएको थियो र हामी पनि भन्छौँ कि यो नदी तटीय क्षेत्रका स्थानीयवासीहरूलाई पुरै सावधानी अपनाउनको लागि हाम्रो पनि अपिल छ किनभने जीवन पहिलो प्राथमिकतामा हुनुपर्छ जीवन पहिले बचाउनुपर्छ त्यसपछि उद्धार गर्नुपर्छ खोजी गर्नुपर्छ हस् धन्यवाद।